नमस्ते साथीहरू। आज चाहिँ मैले यो गाउँबाट आएको एकदम अर्ग्यानिक जलुक हो। कालो दालमा यो जलुको राखेर बनाएको चाहिँ मलाई एकदम मनपर्छ। तपाईँहरूले चाहिँ सधैँ मासु र ढिँडो खायो भन्नुभएको छ। आज चाहिँ मैले यो जलुकोसँग चाहिँ कालो दालमा राखेर जलुको बनाएर यो ढिँडो खाने विचार गरेको छु। अनि यो गाउँबाट आएको फर्सीको मुन्टा छ, अर्ग्यानिक फर्सीको मुन्टा, यो पनि बनाउँछु। अहिले अब ढिँडो खाएको नि म तपाईँलाई देखाउँछु है त। अघि मैले बनाएको कालो दाल र यो चाहिँ जलुको दाल यहाँ रेडी छ। यो काँक्रो आलुको अचार, दही भइहाल्यो, फर्सीको मुन्टा, सलाद, कोदाको ढिँडो छँदैछ। अनि अकबरे त मेरो स्पेसल भइहाल्यो साथीहरू। अब म कस्तो छ खान्छु है त, टेस्ट गरेर म भन्छु। कालो दालको यो चाहिँ आहा अचार, ओहो अचारसम्म दामी छ त। यो अकबर पिरो। आज शनिबारको दिन दामीसँग आफैले बनाएर खाइयो साथीहरू।